कस्तो इन्कम छ यहाँ तर भाइहरु हे गाइस तपाईहरुलाई स्वागत गर्न चाहे मेरो फर्स्ट ब्लगमा अनि म चाहिँ सन्चै छु आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला हामी चाहिँ यहाँ दिदी पनि हुनुहुन्छ हाय दिदी हुनुहुन्छ हामी चाहिँ आज देउराली जाँदै छौं देउराली जानु त हामी त है दिनै हो दिनै बेसी त उहाँहरुको त झन् त्यति क्लास पनि हो अनि कसले के गर्न जानु भएको रे तपाई बोयफ्रेन्डले गिफ्ट पठाउँछु भन्दै छ कि रिसिभ गरौँ भनेको ए यसो बोयफ्रेन्डको भाइहरु यसो बहिनीतिर नि तपाईलाई त फ्यामिली चिन्ता नगर्नु न यहाँ सिंगलले मर्ने पर्यो तपाईको बहिनी सिंगल भात नखाऊ भनेर म पनि लागि परेको म त्यही हो सिंगल भात खानु हुँदैन यसो अहिले चाहिँ हामी सिटीबिटी पुगेको यहाँ चाहिँ हेर्न भिडियो बनाउँदा केही त गर्दैन नि भरे आएर कुट्नु थाल्नु भने भिडियो बनाउँदा के हुन्छ कतिले शनिबार हेर्नुस् है गाउँले हो सिटीबिटी यहाँ चाहिँ यस्तो छ कतिजना मान्छेहरु बिदा एकदम राम्रो छ ठाउँ तपाईहरु पनि समय मिलाएर घुम्न आउन सक्नुहुन्छ उहाँहरुको आउनु होला यहाँ घुम्नलाई हैन उहाँहरुको कलेज मेरो भिडियो खेल्न पनि आउनु यस्तो यस्तो न यहाँ चाहिँ रुपाको काम छ है हामी चाहिँ अब सिटीबिटी देखि फर्केको 15 किलो ल्याउ हुन्छ नि त बुल्ले त खानै मन पर्दैन के हम त फर्केको अब गाउँले हो के गर्नु यस्तै छ हैन दिनै घुमो एक्जाम आइसक्यो पढ्नु भनेपछि अल्छी लाग्छ के भएको यस्तो कस्तो इन्कम छ यहाँ तर भाइहरु हो तर मैले त्यतिकै भनेको है फेरि कुन चाहिँको बिहा होला जियाफा आएर त्यही त फेरि अलिकति सोमत छैन बहिनी भनेर थर्कायो भने हामी त गएको अब केही पनि हुँदैन हामी चाहिँ बल हेर्नु जाँदैछौँ परदेखि पनि आएर अनि यो सप यो पार चाहिँ के अम्तेक त होइन यता दिदी अम्तेक हो यता अम्तेक यता खोइ के भन्छ त्यो चाहिँ ठ्याक्क थाहा भएन अनि यता चाहिँ पोखरी लाइन भन्छ होइन हरियाली छ सब मकैहरु यो हेर न झार छैन हाम्रोमा थोरै झार हुन्छ बोर्ड खेदाला कति लाग्छ हाम्रो त भन्नुहुन्छ नि पानी नपरेर यो चोटी त खरिडले मकै सब सुप कति हरियो मकै अबे हनै परे कति हरियो मकै नि मल पुगेर होला हौ हेर कस्तो है एउटैमा कत्रो गोगो फलेको कत्रो गोगो हेर कति राम्रो के मालो हाइब्रिड बोटै छैन नि हाइब्रिड हो के तर बिग्रिन्छ छिटै बिग्रिन्छ कोदोको बिउवा यस्तोले हैन बारीहरु पनि बिगार्छ भन्छ नि त त्यही भएर मकै चाहिँ लोकलै ठिकै हामी चाहिँ लोकलै राख्छौँ है बल खेल्नु जस्तो दाजुहरू आइस भाइ चाहिँ किन गइहाले खान हाम्रो जाउँ हाम्रो आएको थिएन त्यही त टुडी खेल्नु जाने भन्छ हामी जाँदैछौँ बाटो यो बाटो कहाँ पुगिन्छ थाहा छैन तैपनि हामी जाँदैछौँ हेर्न सक्नुहुन्छ गाउँले दिदीहरू यता हेर्नुहोस् बहिनी हामी चाहिँ जाँदैछौँ पहिलोचोटि जाँदैछौँ हेर्नुहोस् त्यहाँ जाँदा हङ्कुरी पुगिन्छ अरे हङ्कुरी सुट हामी चाहिँ आज घुम्दैछौँ घुम्नु पर्यो नि त खुट्टा दुख्छ पुरा 7 वटाको प्राक्टिकल छैन दिदीहरुको चाहिँ तर पनि केही छैन खाने मुखलाई जुगाले आछि यहाँ पो पुगिन्छ हामी त यो बाटो एकचोटि उता मग्ग गएको थियौँ नि च्याउनी पाउँछ त मग्ग पंखादेखि कता हो यता हौ यताको साइड यता ऐसे पंखा पर्दैन यहाँ चाहिँ पुरा सुन्तला घाट रहेछ सुन्तला बगान छ यहाँ बगान सुन्तला वाउ कुकुर हेर्नुस् त कस्तो क्यूट कुकुर वाउ मन पर्यो मलाई त कहाँसम्म जान्न त भाइ फुलको घरी चोरै फुल कला गएर प्रपोज गरौँ अब बोयफ्रेन्डको गिफ्ट लिने एउटालाई प्रपोज गर्छु अर्कोलाई छोड्छु फेरि सजिलो छ होला यहाँ चाहिँ पुरा सुन्तला बगान रहेछ होइन यो चाहिँ कसको थाहा भएन तर यहाँ सुन्तला बगानको छोरालाई पट्याउँ है हामीले अब त्यस्तै गर्ने बेला भयो सिंगल कति बस्छ हैन अन्त अरे के खालको मकै हो यो हो के विकासी होला के विकासी हामीतिर यसो हुँदैन यो हो के दिदी हाइब्रिड खालको के भन्छ यो विकासी पनि विकासी खतरा खालको विकासी हो त
बिग्रिने छिटो बिग्रिनु छिटो बिग्रिन्छ मिठो हुँदैन नि पोलेर भुटेर आज चाहिँ यस्तो घुमायो भने त हामीलाई नेपाल कहाँ किन घुम्छौँ है 1 महिनामा त होइन 1 महिनामा त 1 महिनामा के भन्नु 1 हप्तामै हामी अघि ऊ त्यहाँ परदेखि आएको यस्तो होइन गाउँले हो हामी घुमिरहेको छौँ होइन सुन्तला कति धेरै है यता हुन्छ नि सुन्तला हाम्रो चाहिँ होइन सुन्तला त भक्कु हुने हाम्रो अलिक यतिको फल्दैन सुन्तला सुन्तला भक्कु हुने नयाँ बस्ती चोक सुन्तला फेरि बेच्नु हुन्छ नि त त्यही हो नि मलाई फेरि सुन्तला जतिको फल्छ मिठो केही लाग्दैन नि मलाई नि मनपर्ने सुन्तला हो बढी म चाहिँ लिची मन पर्छ पिसाउँदैन पनि है रुगाहरू लाग्दाखेरि पनि सुन्तला खाँदा हुँदैन अरे नि पार्दैन अरे खानु भन्दो रहेछ डक्टरहरूले पनि केही हुँदैन भिटामिन सी पाइन्छ अरे भिटामिन सी त अमिलो कुरा त भिटामिन सी त हो माओलीमा चाहिँ हामी त फर्केको अब धेरै घुमेको अझ त्यही भएर अब नघुमौँ भन्ने हाम्रो सोचका साथ हामी जाँदैछौँ घर फर्किँदैछौँ मङ्की पहिले टोको यहाँले मलाई तर पनि केही छैन अनि यहाँ आउनुहुन्छ दिदीहरू खोइ हेलो गाइसहरू अब अझले चाहिँ यति नै बाई बाई गरिदिने बेला भइसक्यो यहाँ अन्तिम बहिनी त हेर्छौँ अन्तिम चरणमा छौँ हामी अब चाहिँ अझलाई यति नै तपाईँहरूलाई कस्तो लाग्छ छोटो मिठो मेरो भ्लग होइन अनि यो चाहिँ मेरो फर्स्ट भ्लग पनि हो म चाहिँ बनाउनु सिक्दैछु क्या कसरी बनाउँछ भनेर अनि सिकिरहेको छु तपाईँहरूलाई कस्तो लाग्छ प्रतिक्रिया दिनु होला अनि लाइक कमेन्ट गर्नु होला सब्सक्राइब पनि गर्नु होला गर्नु भनेर तपाईँहरू घरमै आएर दाउरै हालेर होइन त्यस्तो छुट्टी पनि छैन राइनी गु भन्दामा त्यति साह्रो भन्नु हुँदैन दिदी हँसाइदिएको मात्रै हो मैले अनि अझले यति नै बाई 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 बाई